हामी सबैले सानैदेखि सुन्दै आएको कुरा जति धेरै पैसा कमाउन सकिन्छ त्यति नै राम्रो लाइफस्टाइल बिताउन सकिन्छ। घरका जुनियर मान्छे, सोसाइटीको मान्छेहरू सबैले यही सिकाउँछन् कि धेरै पढ, राम्रो जब गर या राम्रो बिजनेस गर ताकि धेरै पैसा कमाउन सकियोस्। एन्ड स्टिल धेरै जनालाई लाग्छ अर्निङ मनी इज एभ्रिथिङ। बिस्तारै ठुलो हुँदै जान्छ र लाइफको जिम्मेवारीहरू बढ्दै जान्छ। त्यसपछि मात्रै थाहा हुन्छ पैसा कमाउनु भनेको हाफ स्टोरी मात्रै हो। रियालिटी इज टोटली डिफरेन्ट। तपाईले धेरै पैसा कमाएर पनि ह्याप्पी एन्ड सिक्योर लाइफ बिताउन सक्नुहुन्न। अर्निङ सँगै सेभिङ एन्ड फाइनेन्स प्लानिङ पनि उति नै इम्पोर्टेन्ट हुन्छ। इमेजिन गर्नुस् एउटा मान्छेले महिनामा 1 लाख रुपियाँ कमाउँछ। सबैलाई लाग्न सक्छ उसले धेरै राम्रो कमायो, त्यही भएर ऊ एकदमै खुसी होला। तर यदि उसको मन्थली खर्च नै 1 लाख भन्दा धेरै छ भने त्यो अर्निङको कुनै भ्यालु नै हुँदैन। यदि इमर्जेन्सी परिहाल्यो भने के गर्ने? यस्तो अवस्थामा पैसा कमाएर पनि लाइफमा धेरै स्ट्रेस र इन्सिक्युरिटी क्रिएट हुन्छ। द्याट्स वाइ तपाईँ कति कमाउनुहुन्छ त्यो ठुलो कुरा होइन, तपाईँ कमाएर पनि कति अमाउन्ट सेभ गर्नुहुन्छ र त्यो सेभिङ अमाउन्ट कुन ठाउँमा इन्भेस्ट गर्नुहुन्छ इज मोर इम्पोर्टेन्ट देन अर्निङ। सेभिङ भनेको पैसा जम्मा गरेर राख्ने मात्रै होइन, सेभिङ भनेको हाम्रो फ्युचर सिक्योर गर्ने एउटा माध्यम हो। यसले इमर्जेन्सी परेको बेला हेल्प गर्छ र फ्युचर प्लान जस्तै घर बनाउने, बिजनेस सुरु गर्ने, बच्चाहरूलाई एजुकेसन वा आफ्नो ओल्ड एजलाई फाइनेन्सियल सिक्योर गर्ने हेल्प गर्छ। त्यसैले सकेसम्म एज सुन एज पोसिबल सेभिङ गर्ने ह्याबिट बसाल्नु पर्यो। एकदमै सानो अमाउन्ट भए पनि सिस्टमेटिक तरिकाले सेभ गर्न थाल्नुस्। ओके, नाउ तपाईले पैसा बचत गर्न थाल्नु भयो। त्यसपछि आउँछ अर्को ठुलो प्रश्न, त्यो सेभिङ अमाउन्ट कहाँ इन्भेस्ट गर्ने? किनभने त्यो सेभिङ अमाउन्ट घरमा राख्नु वा ब्याङ्कको सेभिङ एकाउन्टमा राख्नु भनेको इनफ हुँदैन। त्यो पैसाबाट अझ धेरै पैसा कमाउनु पर्यो। पैसा लगानी गर्ने धेरै अप्सनहरू छ, सबैको आफ्नो रिस्क रिवार्ड हुन्छ। इक्जाम्पलको लागि यदि तपाईले आफ्नो पैसा फिक्स डिपोजिटमा राख्नु भयो भने यसले एनुअली झन्डै 6 देखि 7% ब्याज दर दिन सक्छ। यस्तो लगानीमा रिस्क कम हुन्छ तर फाइदा पनि कम हुन्छ। अर्कोतर्फ शेयर मार्केटमा लगानी गर्दा कहिलेकाहीँ 10-15% वा त्यो भन्दा पनि बढी रिटर्न पाउन सक्नुहुन्छ, तर यसमा रिस्क पनि धेरै हुन्छ। अब सेभिङ अमाउन्ट कहाँ लगानी गर्ने बुझ्नु भन्दा अगाडि एउटा एकदमै इम्पोर्टेन्ट टपिक बुझ्नु जरुरी छ, जुन कि धेरै मान्छेहरूले इग्नोर गरिरा हुन्छन्। स्पेशली विदेशमा बस्ने मान्छेहरू आफ्नो सबै पैसा सेभिङ एकाउन्टमा हालिरा हुन्छन्, जुन कि एकदमै नराम्रो डिसिजन हो। मैले इमर्जेन्सी फन्डको कुरा गरे होइन। यदि तपाईँ 2 महिना, 4 महिना, 1 वर्षसम्म काम नलाग्ने पैसाहरू ब्याङ्कको सेभिङ एकाउन्टमा हालिराख्नु भएको छ भने तपाईँ आफ्नो पैसाको भ्यालु आफै घटाउँदै हुनुहुन्छ। द रिजन इज इन्फ्लेसन। यहाँ इन्फ्लेसन भनेको चाहिँ हामीले युज गर्ने सामानहरूको प्राइस इयर बाई इयर बढ्दै जान्छ। इक्जाम्पलको लागि मानौ तपाईको सेभिङ एकाउन्टमा 1 लाख रुपियाँ छ, जहाँ ब्याङ्कले तपाईलाई 3% इन्ट्रेस्ट रेट दिन्छ, यानी 1 वर्षपछि तपाईको पैसा 1,03,000 हुन्छ। तर यदि इन्फ्लेसन रेट 6% छ भने जुन कुरा अहिले यो वर्षमा 1 लाख रुपियाँमा पाइरहेछ, नेक्स्ट इयर त्यही सामानको प्राइस 1,06,000 पुग्न सक्छ। र यहाँ के भयो भने तपाईको पैसा 1 लाखबाट 1,03,000 पुग्यो, तर रियालिटीमा हेर्दा पर्चेजिङ पावरको हिसाब घटेको हुन्छ। किनभने तपाईलाई चाहिने सामानको प्राइस 6,000 ले बढेको छ, तर तपाईको पैसा जस्ट 3,000 ले मात्रै बढेको छ। इट मिन्स तपाईको पैसा अलिअलि बढेको देखिन्छ, तर इन रियालिटी तपाईको पैसा दिनदिनै घटिरहेछ। नाउ ब्याक टु द मेन टपिक, सेभिङ अमाउन्ट कहाँ इन्भेस्ट गर्ने या भनौँ इन्भेस्टमेन्टको लागि सबैभन्दा बेस्ट अप्सन कुन होला त? हामीले आफ्नो पैसा लगानी गर्ने अप्सनहरू धेरै छ, तर सबैमा आफ्नो रिस्क रिवार्ड हुन्छ। कुनैमा धेरै रिस्क हुन्छ भने रिवार्ड पनि धेरै हुन्छ, र कुनैमा यदि रिस्क कम छ भने रिवार्ड पनि कम हुन्छ। सो लेट्स स्टार्ट विथ सेफेस्ट इन्भेस्टमेन्ट, फिक्स्ड डिपोजिट। फिक्स्ड डिपोजिट यानी एफडी यो एकदमै पपुलर अप्सन हुन्, किनभने फिक्स्ड डिपोजिट सेफ हुन्छ र सेभिङ एकाउन्ट भन्दा अलिक बढी इन्ट्रेस्ट दिन्छन्। जब तपाईँ फिक्स्ड डिपोजिटमा इन्भेस्ट गर्नुहुन्छ, तपाईले फिक्स समयसम्मको लागि आफ्नो पैसा ब्याङ्कलाई दिनुहुन्छ, चाहे त्यो 4 महिनाको लागि हुन सक्छ या 1 वर्ष, 3 वर्ष, 5 वर्षको लागि हुन सक्छ, र ब्याङ्कले तपाईलाई फिक्स इन्ट्रेस्ट रेट दिने बाचा गर्छ। एभरेजमा हेर्ने हो भने फिक्स्ड डिपोजिटमा 6 देखि 8% इन्ट्रेस्ट रेट हुन्छ। तपाईलाई थाहा छ कि नै फिक्स्ड डिपोजिटको एउटा ठुलो एडभान्टेज, तपाईले फिक्स्ड डिपोजिट गर्नु भएको छ र तपाईलाई पैसाको आवश्यकता पर्यो भने फिक्स्ड डिपोजिट तोड्नु भन्दा त्यसको एगेन्स्टमा लोन लिन सक्नुहुन्छ, किनभने फिक्स्ड डिपोजिट ब्रेक गरिसकेपछि ब्याङ्कले इन्ट्रेस्ट दिँदैन। बट फिक्स्ड डिपोजिटले एज धितो हालेर लोन लिँदा के हुन्छ भने तपाईँ जुन लोन लिनुहुन्छ त्यसको ब्याज पे गर्नुपर्ने हुन्छ। ब्याङ्कहरूले प्राय 75 to 90% सम्मको लोन कम इन्ट्रेस्ट रेटमा प्रोभाइड गर्छ। सेम कुरा एउटा इक्जाम्पलबाट बुझौँ। स्टेफेन नामको मान्छेसँग 10 लाख रुपियाँ क्याश छ, सो उसले 10 लाख फिक्स्ड डिपोजिटमा हाल्ने प्लान बनाउँछ एन्ड ऊ आफ्नो ब्याङ्कमा गएर पैसा डिपोजिट गर्छ, नट इन सेभिङ ब्याङ्क, उसले फिक्स्ड डिपोजिटमा हाल्छ। अब मानौ स्टेफेनलाई 1 वर्ष नबित्दै बिचमा पैसाको इमर्जेन्सी पर्यो, सो उसले ब्याङ्कमा गएर भन्छ मलाई लोन चाहिएको छ, मेरो फिक्स्ड डिपोजिटलाई धितो राखेर लोन प्रोभाइड गरिदिनु पर्यो। सो ब्याङ्कले उसलाई अफर दिन्छ, तपाईँ 7,50,000 देखि 9 लाख सम्मको लोन लिन सक्नुहुन्छ, बट त्यसमा तपाईँले 80% इन्ट्रेस्ट पे गर्नुपर्ने हुन्छ। सो स्टेफेनले ओके भन्छ एन्ड सम प्रोसेस पछि उसलाई चाहिएको अमाउन्ट उसले पाउँछ।
ओके, सो ओभरअल फिक्स डिपोजिटमा रिस्क कम हुन्छ तर रिवार्ड पनि लिमिटेड नै हुन्छ। सेभिङ अकाउन्ट जस्तै फिक्स डिपोजिटले पनि इन्फ्लेसनलाई बिट गर्न सक्दैन। यदि इन्फ्लेसन 6% छ तर फिक्स डिपोजिटले 6.5% इन्ट्रेस्ट दिइराछन् भने ट्याक्स काटिसकेपछि तपाईको रियल रिटर्न धेरै कम हुन्छ। नाउ द नेक्स्ट अप्सन इज म्युचुअल फन्ड। म्युचुअल फन्ड एउटा यस्तो सिस्टम हो जहाँ फन्ड हाउसले हामी जस्तो धेरै इन्भेस्टर्सहरूको पैसा कलेक्ट गर्छ र त्यो पैसा प्रोफेसनल फन्ड म्यानेजरले डिफ्रेन्ट ठाउँमा इन्भेस्ट गर्छ, लाइक स्टक, बोन्ड्स, गोल्ड, रियल इस्टेट, बिजनेसमा लगानी गर्छन्। यानी तपाईले आफै कुन स्टक किन्ने, कुन बोन्ड किन्ने डिसाइड गर्नु पर्दैन, त्यो काम एक्सपर्टले तपाईको लागि गर्छ। म्युचुअल फन्डको मेन एडभान्टेज के हो भने डाइभर्सिफिकेसन, यानी सबै पैसा एकै ठाउँमा राख्नु भन्दा म्युचुअल फन्डले तपाईको पैसा धेरै कम्पनी या धेरै बोन्डहरुमा इन्भेस्ट गर्छ, जसले गर्दा रिस्क कम हुन्छ। सिम्पली यसमा के हुन्छ भने फर्स्टमा तपाईले बैंक अकाउन्ट, डिम्याट अकाउन्ट खोल्नु पर्ने हुन्छ। देन तपाई आफ्नो इन्कम हेरेर मन्थली और क्वार्टरली कति अमाउन्ट इन्भेस्ट गर्ने भन्ने कुरा डिसाइड गर्नुहुन्छ। मानौ तपाईले एभ्री मन्थ 5K इन्भेस्ट गरिराख्नु भएको छ, कन्सिस्टेन्टली 1 वर्षसम्म हरेक महिना 5000 इन्भेस्ट गर्नुभयो। सो आफ्टर दैट तपाईको इन्कम थोरै बढ्यो, अब 5K बाट 6000 एभ्री मन्थ इन्भेस्ट गर्न थाल्नु भयो। यसरी नै कन्टिन्यू गर्दा आफ्टर 20-25 वर्ष तपाईले नसोचेको रिटर्न आउँछ। म्युचुअल फन्डले टोटल प्रफिटबाट सर्टेन प्रफिट आफै राख्छन् र सर्टेन प्रफिट चाहिँ लगानीकर्तालाई दिन्छ, लाइक कुनै वर्ष 8%, 10%, 12%, 15% एन्ड इभन मोर, र कुनै वर्ष नदिन पनि सक्छ। नाउ इन्भेस्टमेन्ट इन स्टक मार्केट एउटा यस्तो प्लेटफर्म जहाँ व्यक्ति र संस्थाहरूले पब्लिकली लिस्टेड कम्पनीको शेयर बाइ सेल गर्छन्। यो स्टक मार्केटले कम्पनीहरूलाई पब्लिकबाट पैसा उठाउन हेल्प गर्छ र पब्लिकलाई डिफ्रेन्ट कम्पनीमा इन्भेस्ट गर्ने अपर्च्युनिटी प्रोभाइड गर्छ। मान्छेहरूले आफ्नो पैसा ग्रो गर्न या डिभिडेन्डबाट पैसा कमाउन कम्पनीमा इन्भेस्ट गर्छन्, जसले तपाईलाई ती कम्पनीहरूको सानो ओनर बनाउँछ। यदि कम्पनी ग्रो भयो या धेरै प्रफिट कमायो भने कम्पनीको शेयर प्राइस माथि जान्छ र तपाईको पैसा नि ग्रो हुन्छ। स्टक मार्केटमा रिस्क एकदमै धेरै हुन्छ र रिवार्ड पनि हाई हुन सक्छ। धेरै इन्भेस्टर्सहरू 12, 15, 20% या त्यो भन्दा पनि बढी एनुअल रिटर्न कमाइरा हुन्छन् इन लङ पिरियड। स्टकको प्राइस, न्यूज, पोलिटिक्स, कम्पनीको पर्फर्मेन्स या लगानीकर्ताहरूको साइकोलोजीको कारणले डेली प्राइस अप डाउन भइरा हुन्छन्। सो सर्ट टर्ममा स्टकमा इन्भेस्ट गर्नु भनेको रिस्की एन्ड स्ट्रेसफुल हुन सक्छ, तर यदि तपाई लङ टर्मको लागि लाइक 5 वर्ष, 10 वर्षको लागि हेर्नुहुन्छ भने यसले एकदमै राम्रो रिटर्न दिने चान्स धेरै हुन्छ। सो यदि तपाईले अलिअलि रिस्क लिएर लगानी गर्नु मन छ भने शेयर मार्केट तपाईको लागि बेस्ट अप्सन हुन सक्छ, बट शेयर मार्केटमा ब्लाइन्डली नआउनु होला। एटलिस्ट बेसिक अफ फन्डामेन्टल एन्ड टेक्निकल एनालाइसिस सिकेर मात्रै इन्भेस्ट गर्नु होला। एन्ड नाउ द लास्ट वान इज इन्भेस्टमेन्ट इन गोल्ड। गोल्ड इज वान अफ द पपुलर एसेट्स, किनभने गोल्ड इज अ सेफेस्ट इन्भेस्टमेन्ट भनिन्छ। यसको रिवार्ड के छ भने तपाईको वेल्थलाई इकोनोमिक क्राइसिस जस्तो कुनै वार, पेन्डेमिक या फाइनान्शियल इनस्टेबिलिटीको बेला गोल्डले प्रोटेक्ट गर्छ। लङ टर्ममा हेर्दा गोल्डको प्राइस प्राय बढेकै हुन्छ, मेबी समटाइम्स स्लो हुन सक्छ एन्ड कहिलेकाहीँ बढेको बढै हुन्छ। सो यसको एभरेज एनुअल रिटर्न करिब 8 देखि 15% को आसपासमा हुन्छ। हुन त रिस्क गोल्डमा नै हुन्छ, किनभने गोल्डको प्राइस स्टक मार्केट जस्तै माथि तल भइरा हुन्छ। कहिलेकाहीँ गोल्डको प्राइस धेरै वर्षसम्म फ्ल्याट रहन सक्छ र त्यसभन्दा पनि फिजिकल गोल्ड किन्दा अन्य खर्चहरू पनि हुन्छ, जस्तो कि मेकिङ चार्ज। तैपनि गोल्ड डाइभर्सिफिकेसनको लागि राम्रो अप्सन हो र इन्फ्लेसनको एगेन्स्टमा एउटा सिल्ड जस्तै काम गर्छ। ओके, यति बुझिसकेपछि अब तपाई डिसाइड गर्न सक्नुहुन्छ तपाईको लागि कुन चाहिँ बेस्ट होला अकर्डिङ टु रिस्क एन्ड रिवार्ड। लाइक तपाईलाई जीरो रिस्कमा पार्टिकुलर डेट सम्मको लागि मात्रै लगानी गर्नु छ भने फिक्स डिपोजिट सबैभन्दा बेस्ट अप्सन। देन विथआउट एनी रिस्क एभ्री मन्थ अलिअलि लगानी गर्न सक्नुहुन्छ भने म्युचुअल फन्ड तपाईको लागि बेस्ट अप्सन हुन सक्छ। बट रिस्क लिएर लङ टर्मको लागि हेर्नुहुन्छ भने शेयर मार्केट विल बी द बेस्ट अप्सन। एन्ड गोल्ड भनेको अफकोर्स सेफेस्ट इन्भेस्टमेन्ट। अल्दो एउटा कुरा के बुझ्नु पर्यो भने पैसा सेभ गर्ने ठुलो कुरा होइन, त्यो पैसाले पनि पैसा कमाउनु पर्यो अनि मात्रै बेटर टुमोरो हुन सक्छ। सेभिङ भनेको फर्स्ट स्टेप एन्ड इन्भेस्टिङ भनेको नेक्स्ट स्टेप, जसले तपाईको पैसा इन्फ्लेसन भन्दा छिटो बढ्न हेल्प गर्छ। पैसा सेभिङ गर्नको लागि तपाईले बजेट बनाउनु पर्छ, अननेसेसरी खर्चहरू घटाउनु पर्छ र हरेक महिना इन्कमबाट केही हिस्सा बचत गर्नुपर्छ। तपाईलाई थाहा छ कि नै सानो बचत पनि टाइमसँगै ठुलो हुन्छ। द्याट्स द पावर अफ कम्पाउन्डिङ, जहाँ तपाईको पैसाले इन्ट्रेस्ट कमाउँछ र त्यो इन्ट्रेस्टले पनि इन्ट्रेस्ट कमाउँछ। सो पैसा कमाउन जरुरी छ, तर सिक्योर फ्युचरको लागि सेभिङ एन्ड इन्भेस्टिङ अझ धेरै इम्पोर्टेन्ट छ। एट द एन्ड तपाईको पैसा तपाईको लागि काम गरोस्, इन्फ्लेसन भन्दा छिटो बढोस् र तपाईको फाइनान्शियल ड्रिम पूरा गर्न हेल्प गरोस्। किनभने एट लास्ट तपाई कति कमाउनु हुन्छ त्यो ठुलो कुरा होइन, तपाई खर्च गरेर पनि कति सेभिङ गर्नुहुन्छ र त्यो पैसा कहाँ इन्भेस्ट गर्नुहुन्छ, द्याट इज मोर इम्पोर्टेन्ट। आजको लागि यति नै। थ्यांक यू फर वाचिङ एन्ड सी यू इन द नेक्स्ट भिडियो।